आउनुभन्दा अगाडि प्रधानमन्त्रीले रोस्टमबाट नेपालले पनि इन्डियाको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभएको थियो। त्यसै कारणले प्रतिपक्षहरू अहिले आन्दोलन गरिरहनु भएको छ। त्यस विषयमा के हो सभापति भन्नु? नरेन्द्र मोदीले चाहिँ नेपाल अब यस विषयमा तपाईँलाई म एउटा कुरा के बताउँछु भने परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीति जस्ता विषय त्यो पार्टी भित्रिएको हुँदैन, देशको हुन्छ। देशको परराष्ट्र नीति भएको हुनाले सरकारले, सरकारका प्रमुख प्रधानमन्त्री भएको हिसाबले प्रधानमन्त्रीले आफूले बोलेको कुरा सरकारले त्यसलाई त्यसको बारेमा के हो कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति मार्फत नै जानकारी गराइसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो। परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ। मेरो एउटा प्रश्न छ, तपाईँलाई